हजुर राधे राधे नि हजुर यहाँ चाहिँ यसरी गरेर मान्छे जो पनि आएर हैन यहाँनिर पूजा गर्न मिल्छ है। अन्त खुल्ला छ भने पण्डितजी हुनुहुन्छ भने यहाँबाट गएर पूजा गर्न मिल्छ हो। अब पण्डितजी छैन भने यहाँ पनि गर्दा भइहाल्छ हो। अनि यो चाहिँ कहिले भएको, यो चाहिँ कहिले बनाएको भन्दाखेरि यो विचार आएको चाहिँ आजभन्दा चाहिँ हाम्रो घरमा त्यति बेला कनकधारा पूजा लागेको थियो, सायद 1-1.5 वर्षभन्दा बेसी भयो। यस्तो गऱ्यो भने चाहिँ मान्छेलाई आइजाइ गर्नेलाई पनि सुविधा हुन्छ भनेर चाहिँ त्यति बेला नै मेरो ग्रिल दोकानसँग पनि बात भएको होइन। अनि आजभन्दा सायद 1.5 वर्ष बेसी भयो होला। अन्त अहिले चाहिँ अब बनाएर चाहिँ मान्छेलाई चाहिँ यसरी चाहिँ सुविधा हुन्छ। राधे राधे है।